सिउरी दिउँ कि टपक टिपी मेरी हजुर सिरैमा छ जाति मौलाइरहनु सल्लाह जाति बढ्नु सधैँभरि सफलताको शिखरमा चढ्नु दर्शन नमस्ते साइनो अनुसारको मङ्गलमय शुभकामना दशैं तिहारको खेर नजाओस् यो जीवन त्यसै बितेर जीवन दिनलाई आए स्वर्ग छोडेर खेर नजाओस् यो जीवन त्यसै बितेर जीवन दिनलाई आए स्वर्ग छोडेर सारा जातिको पापै वृद्धदेखि बालकसँगको हाम्रो फ्यामिली पिकनिक विराटनगर 14 यो बैलकाडा गोठीकाडामा हामी सँगै बेला हाम्रो मेरो साथमा बुवा पनि हुनुहुन्छ 87 वर्ष हुने बुवा पनि आइपुग्नु भएको छ। बिहानको नास्ता तयारी हुँदैछ कार्यक्रमको। चटपटेको आइटम भन्दैछ हाम्रो चना चटपटे। छैन भाइ दिन्छु 10 वटै हो। अचारको आइटम यहाँ बन्दैछ हाम्रो। रोस्ट र म्याग्नेट हुँदैछ यहाँ। वाउ ठुलै उ चलाउने बनाइदिए है। यो खसीको मासु भुटिँदैछ भाइ। खसीको मासु भुटिँदैछ। यता हाम्रो रोस्टा फ्राई हुँदैछ। यहाँ तास चल्दैछ। पिकनिक को माहौल प्याराग्लाइडिङ स्पट। ल हाम्रो चाहिँ नि भोज भतेर चाहिँ सुरु हुँदैछ। भोज भतेर चाहिँ हाम्रो पुरा एकदम अर्ग्यानिक पिकनिक। एकदम अर्ग्यानिक पिकनिक हाम्रो चाहिँ एकदम चाहिँ यो यहाँ कुनै चाहिँ फर्मालिटी छैन यहाँ चाहिँ नि। तीन मटन वाली हो, ये चिकन वाली हो कि ये पुलाव वाली हो।
यो त के हो? ए दहीवाला दही सलादवाला है, दही सलादवाला। यता के रोस्टावाला हो? रोस्टा फ्राईवाला हो यहाँ पुरा। ल हाम्रो यहाँ गेस्ट बिनाजी छ नि, जय होस्। माग्ने गएर उठ्ने गएर माग्ने थप्ने गएर थप्ने है। यहाँ उताबाट भाडा ल्याएर यहाँ थप्न गाह्रो हुन्छ कि, फेरि मेन पावर पनि हामीसँग अभाव छ अलिकति। भाउजू के हो मोबाइल रात दिनै मोबाइल चाहिँ डिभोर्स होला है। हाम्रो बुवा अनिश बाबु 2082 सालको शुभ दीपावलीको शुभ अवसरमा आज हाम्रो यो तिहारको उपलक्ष्यमा यो हामीले चाहिँ आफ्नो पारिवारिक र चेलीबेटीको संयुक्त पिकनिक कार्यक्रममा उपस्थित भएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू यता हुनुहुन्छ। पुरै यो चर हाम्रो सबै हो, उहाँदेखि हेर्नुहोस्, यो चर सबै दिदीबहिनी चेलीबेटीको, अनि यतातिर सबै यो दाजुभाइको, यो माथिल्लो भित्ताभरि। बयल काँडाको जात्तु चाहिँ हामीले चाहिँ कब्जा गरेका छौँ। धन्यवाद। ओके। हामी यति बेला खाना खाने कार्यक्रमको उत्तरार्धमा छौँ। धेरै अलमोस्ट सबैले चाहिँ नि सबै सदस्यहरूले खाना खाइसकेको अवस्था छ। हाम्रो यहाँ सिनियर हाम्रो चाहिँ नि यसको व्यवस्थापन पक्ष चाहिँ नि यहाँ मजासँग बसेर खाँदैछ। जितगढ किल्ला कब्जा गरेको मान्छे दुर्लु, त्यसपछि कब्जा गरे हामीले हो, अर्काहरूले कब्जा गरे, हामी सिधा कब्जा गरेर दुर्लु आइसकेपछि एकदम रमाइलो इन्भाइरोमेन्ट। सबै पुस्ता यहाँ सहभागी छ। यहाँ भुँडे मोटु पनि यहाँ छ। हेलो, ह्याप्पी दीपावली, छठ। सबै सिनियर सिटिजनदेखि लिएर सबै पुस्ता हाम्रो एकदम मिक्स, सबै। एकदम रमाइलो इन्भाइरोमेन्ट, रमाइलो ठाउँ। हेलो, कोही चाहिँ थाकेर सुतेको पनि अवस्था छ। हेलो, कोही छोराछोरीको स्याहार सुसार गर्दै पनि चाहिँ एकदम व्यस्त हो। हेलो, हाई, हेलो, ल बाई। अब यो पाटे भात भन्छन् यसलाई, पिकनिक पनि भन्थ्यौँ हामीले। 2082 साल कार्तिक 8 गते आज यो सुन्दर स्थान 14मा यो फ्यामिली पिकनिकको आयोजना र संयोजन गर्ने सम्पूर्ण प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो मिलन, यो भेट वास्तवमा जीवनमा अविस्मरणीय रहन्छ। थ्याङ्क यू।